बाटो काट्नु नजानेर झन्डै एक्सिडेन्ट पर्यो त्यो त। के गर्दैछ केटाकेटी हो? के को डिस्कस चल्दैछ तिमीहरूको? सर पाउनु भएछ। नमस्ते सर। नमस्ते नमस्ते। बस्नु न। ए हुन्छ। के चर्का छ त्यो? निकै ठुलो ठुलो स्वरमा कराउँदै थियौ त, के भयो? यही बाटो काट्ने विषयमा। ए झन्डै साथीको एक्सिडेन्ट भयो कि सर, त्यही विषयमा गफ गरेको। ए अनि बाटो काट्दाखेरि तिमीहरूले ध्यान दिनुपर्ने कुरा जेब्रा क्रसिङ हुन्छ, त्यो जेब्रा क्रसिङबाट ध्यान दिनुपर्छ, त्यो कुराहरू सिकेका थिएनौ तिमीहरूले? ए त्यो भनेको चाहिँ जेब्रा क्रसिङ भनेको जहिले पनि कालो सेतोको एउटा लाइनै हुन्छ, वारपार लाइन हुन्छ। अनि बाटो काट्नलाई नै स्पेसल त्यो लाइनहरू बनाएको हुन्छ। त्यो जहिले पनि याद गर्नु, जहाँ जाँदा पनि त्यो बाटो काट्ने बेलामा त्यो जेब्रा क्रसिङलाई याद गर्नु ल अबदेखि। अनि जहिले पनि त्यही जेब्रा क्रसिङबाट, अन्यथा यताउताबाट नकाट्नु कहिले पनि। तिमीहरू केटाकेटी मान्छे एकदम साथीभाइको लयमा लागेर जहाँ पाए त्यहीबाट बाटो काट्छौ। अहिलेका मान्छेहरू पनि बाटो काट्न जान्दैनन्, जहाँ पाए त्यहीबाट बाटो काटिदिन्छ। त्यसको त एउटा सिस्टम छ नि त, लाइन छ, त्यो लाइनबाट बाटो काट्नु नि कति मजाले सहज रूपले बाटो काटिन्छ। जान्दैनन्, अब कति सिकाउनु? ट्राफिक प्रहरीहरूले पनि राम्ररी सिकाइदिनुहुन्छ, बुझाइदिनुहुन्छ, तर मान्छेले त्यो कुरो बुझ्दैनन्, जान्दैनन्।